बुहारी तँलाई लाज लाग्दैन तँ यसरी सुतिस भने घरको काम आफै हुन्छ बुहारी मान्छे भएर कति बजे सुत्न पर्छ कति बजे उठ्न पर्छ भन्ने कुरा तँलाई थाहा हुँदैन तेरो माइतीले तँलाई यसै गरी सुत्न सिकाएकै हुन् कि के हो बिहान उज्यालो नहुँदै काममा लाग्नु पर्छ भन्ने संस्कार तँलाई थाहा हुँदैन सधैँभरि बिरामीको नाटक गरेर त कामबाट भाग्न पाउँदिनस् हेर घरको इज्जत खाएर सुत्ने बानी आजैबाट छोड्दे तैँले याद राख लक्षिना यो घरमा आँसुले होइन कामले मात्र ठाउँ पाइन्छ त्यसैले अब नाटक नगरी काम गर्न सुरु गर आमा म नाटक पारेर सुतेकी हैन साच्चीकै सन्चो नभएर पल्टेकी मात्र हो तपाईले आजसम्म पनि बुहारी तँलाई के भयो भनेर एकचोटि पनि सोध्नु भएको छैन बुहारीको आँसु देखेर पनि तपाईको मन कहिल्यै पग्लेन आमा तपाईले जहिले पनि मलाई उठाउने बेलामा पिटेर उठाउनुहुन्छ दुई शब्द मायाले बुहारी उठाउ भनेको भए म उठिहाल्थे नि हो जहिलेदेखि त यो घरमा आइस तेरो आवाज सुनिरहेको छु यो कानबाट धेर नाटक गर्ने होइन काममा खुरुक्क गइहाल सानो सानो कुरामा रिसाउने आमालाई आदर नगर्ने ती सब देखेर मेरो मन टुटेको हो बा तपाईले भनेको कुरा पनि गलत छैन बा तर मेरो पीडा पनि बुझिदिनुस् न भाउजू भाउजू हजुरलाई के भयो बेहोसबाट ढल्न लाग्नु भएको छ त आउनुहोस् यता भाउजू मैले तपाईँलाई कतिचोटि भने चिन्ता नगर्नु भनेर तर तपाईँ कहिले मान्नुहुन्न त्यसैले मैले भनेको मान्नुहोस् खुरु खुरु खाना खानुहोस् भोलि गएर हजुरको शरीर बिग्रियो भने कसले हेर्छ अहिले दाइ घरमा नभएको बेलामा म हजुरलाई यस्तो हालतमा हेर्न सक्दिनँ त्यसैले तपाईँ ठिक हुनु भनेकै दाइको सबैभन्दा ठुलो पूजा हो नानी तपाईले भन्नुभएको कुरा पनि ठिकै हो तर मलाई त्यस्तो केही भएको छैन अलिकति चक्कर मात्र लागेको फेरि हिजोसम्म त खाना खाइरहेको नै थिएँ तर आज खादिनँ किनकि मैले व्रत लिएको छु मेरो श्रीमान हजुरको दाइको आयु लामो होस् भनेर नै आज मैले व्रत लिएकी हो फेरि शरीरले दुःख पाए पनि मनले त शान्त पाउनु पर्यो नि तपाईँको शरीरलाई चोट दिएर हामीलाई खुसी कमाउनु छैन भाउजू हिँड्नु जाऊ होइन काकी खुब खुसी भएर हिँड्नु भएको छ त तपाईँको घरमा त मलाई पाइला टेक्न नि मन लाग्दैन आजभोलि तपाईँको घरमा शान्ति छ भने नै हराएको जस्तो लाग्छ मलाई आजभोलि जहिले म हजुरको घरमा जान्छु हजुरको बुहारीले सधैँ आँसु पोसेको मात्रै देख्छु मैले कतिपटक देखिसके उसको आँखा सधैँ भिजेको हुन्छ त्यो देख्दा मेरो पनि मन दुख्छ काकी
हो त्यही कारणले हो काकी म तपाईँको घरमा नगएको। बुझ्नुभयो काकी? त्यही त नि बाबु, म पनि के गरौँ, नरौ नरौ भनेर बुहारीलाई कति सम्झाएँ, रुन छोड्ने होइन। तर त्यो बुहारीको भाग्यमा आँसु नै लेखेको रहेछ, म के गरौँ त। तपाईँलाई थाहा छ बाबु, त्यो मुर्दार छोराले कहिले पनि घरको हालत बुझ्ने विचार गरेन। बुहारी जिउँदै छ कि मरिसके कि भनेर त सोध्दैन, उसलाई मतलबै छैन। भयो भयो काकी, धेरै कुरा चपाएर भन्नु पर्दैन। तपाईँको बोलीले मैले सबै बुझिसकेँ। टोरा बाउ नि मेरो बुहारीलाई आँखा लाउँछ जस्तो छ। छोरो नभए बेला सुटुक्का मन पराएर होला नि, उतैतिर लाग्छ टोरा बाउ। बाबा, भाउजू त बाहिर जानु भएको छ। तपाईँलाई थाहा छ, हिजोदेखि भाउजूले केही खानु भएको छैन अरे। त्यहाँ माथि बिहान भाउजूलाई चक्कर लगाएर डल्लो लाग्नु भएको थियो र पनि कसैले वास्ता गरेन। दाइको लागि व्रत बसेकी हो भनेर पानी मात्र पिएर बसिरहनु भएको रहेछ। आफ्नो घर सम्हाल्न आफूलाई नै भुल्नुपर्ने यो कहाँको चलन हो बुबा? फेरि बुहारी भएर आउनु भनेकै आफ्नो पीडा लुकाएर हाँस्नु त होइन नि बाबा। हो, म पनि यो घरको छोरी हो, तर भाउजूको आँसु देखेर मलाई पनि डर लाग्छ। हो छोरी, तैँले भनेको कुरा। जति बेला घरमा बुहारी आएको थियो, सुख शान्तिले छाएको थियो। उसले यो घरलाई मन्दिर बनाए, तर उसलाई मन्दिरमा बस्ने भगवान बन्न दिएनन् छोरी। तँलाई थाहा छ छोरी, तेरो आमा र तेरो दाइले त्यो बुहारीलाई कहिल्यै पनि आफू ठानेनन्। बुहारीलाई सहनशील बनाउनुको नाममा बुहारीलाई अत्याचार गरेर सहने बाध्य बनाएको छन् छोरी। अब जे होस् होस्, अब ढिलै भए पनि उसको पीडाको पक्षमा म उभिने छु। भाउजूको पक्षमा त म पनि छु नि बाबा, तर के गर्नु, आमाको मुख थिच्नै सकिँदैन। आमाको कुरा छोड्यो, अब आमाले ताह लगाउने म छु। भन्छ भाउजू? होइन हो भाउजू, मैले त तपाईँको आँखामा त कहिले पनि खुसी नै देख्दिनँ त। त्यो घरमा तपाईँले सहेको अपमान पनि गाउँलेले नदेखे होइन। फेरि यो समाजले के भन्छ भनेर आफू मर्नुपर्ने छ र? दुःख सहेर मात्र नारी मान हुँदैन, कहिलेकाहीँ निर्णय लिनु पनि ठुलो साहस हो। बाबु, बिहे कुनै खेलाउन होइन, मन लाग्यो छोड्न। सुख आयो भनेर रमाउने र दुःख आयो भनेर भाग्ने कुरा नगर्नुहोस्। आज मैले कसैको माया नपाएर के भयो त? भोलि दिन आएपछि मेरो कुरा बुझ्नेछन् भन्ने आश राखेको छु मैले। सपना, आज मैले तिमीलाई बाटोमा देख्दा मेरो अपुरो सपना नै पुरा भयो जस्तो भयो। अब तिमी पनि हुर्किसक्यौ, म चाहन्छु कि तिमीलाई मबाट कसैले नखसोस्। त्यसैले सपना, अब हामी चाँडै बिहे गरौँ, किनकि मेरो नामले तिमीलाई बाँध्न चाहन्छु। तिमीलाई थाहा छ सानो, तिमी बिना संसार पनि मलाई अपुरो लाग्छ। चाहे यो संसार उल्टो होस्, तर तिम्रो साथ म कहिले छोड्ने छैन। हो आकाश, यो बाटोले हामीलाई भेटायो, अब हामीलाई छुटाउन कसैले सक्दैन। आजदेखि मेरो सपना पनि तपाईँ नै हो, र तपाईँले भने जस्तै यो संसार किन नउल्ट्योस्, म हजुरकै साथ रोज्नेछु। र यो सत्य मैले आज बाटोमै बुझेँ। ल सपना, म तिमीलाई दिएको कुरा खबर गरेर तिमीलाई चाँडै दिनुहुन्छ है। हुन्छ आकाश, अहिले म जान्छु है। भयो मन्जु, मलाई देखेर आँसु लुकाउनु पर्दैन तिमीले।
आज तिमीलाई यस्तो अवस्थामा देख्दा मेरो मन साह्रै दुखेको छ। त्यो घरले तिमीलाई कति दुःख दिएको छ त्यो मैले देखिरहेको छु। हो मन्जु, ती मुस्कुराएको अनुहार हराएको देख्दा आज मेरो मन पनि कामिरहेको छ। अझै पनि ढिला भएको छैन मन्जु। यदि तिमी चाहन्छौ भने मेरो साथमा उभिन सक्छौ। अरूको घरमा कैदी भएर बस्नुभन्दा आफ्नो खुसी खोज्नु कुनै अपराध होइन। म अझै पनि तिमीलाई त्यही नजरले हेर्छु। फरक केवल परिस्थितिले मात्रै बनाएको हो। बनायो होला सुमन, तिमीले देखेको दुःख मेरो भाग्य हो, तर त्यसको अर्थ म भाग्छु भन्ने होइन। ऊ बेला मानिन भन्दैमा र अहिले पछुताको देख्दैमा कसैको घर भत्काउने अधिकार तिमीमा पनि त छैन नि। मैले बे पनि गरिसकेँ र अरू कसैको श्रीमती पनि भइसकेँ। यसलाई तिमीले पनि स्वीकार गर। फेरि अहिले आएर पुरानो घाउ कोट्याउने अधिकार तिमीमा पनि छैन। मेरो मोहन त कमजोरी होइन, जिम्मेवारी हो। अनि तिमीले कति सजिलै भन्छौ मसँग उभिन सक्छौ भनेर। हो, मैले दुःख पाएकी छु, तर मैले दुःख पाएँ भन्दैमा म बैमानी बन्न सक्दिनँ। सपना, म तिमीलाई एउटा खुसी खबर सुनाउन जाँदै थिएँ, तिमीलाई यहाँबाट टुप्लुकै भेटिहालेँ। के कुरा हो र आकाश? के कुरा हुनु र सपना, मैले बिहेको कुरा घरमा कुरा गरेको थिएँ, बाबाआमाले हुन्छ भन्नुभयो। ए साँच्चै हो र? हो नि सपना। तर हेर न आकाश, मेरो घरमा झै झगडा हुन्छ। यति बेला भाउजूलाई छोड्यो भने भाउजूले झन् दुःख पाउनुहुन्छ। त्यसैले यो बिहेको कुरा मैले त पछि सोचेको छु आकाश। ठिक छ सपना, तिम्रो खुसी नै भन्नु नै मेरो खुसी हो। पछि तिमीले बिहे गर्छौ भने मन त्यसमा तयार छु। आकाश, यतिको कुरा बुझ्ने कुरा त मैले पाएकै हो, र अहिले म गएको है। बाबु छोरा कहाँ गएर आइस त? कहाँ हुनु र आमा? तल्लो गाउँसम्म गएर आएको। तँसँग केही कुरा गर्नु छ? एकछिन बस। बस। के कुरा हो र आमा? भन्नुहोस् न। कुरा के भनि नि छोरा, तेरो बुढी साह्रै अलक्षिण छ। एक दिन शान्तसँग बस्न जान्दिन। यसलाई तैँले बिहा गरेर ल्याएकोदेखि यो घरको हाँसो सबै मरेको छ छोरा। सुन्न छोरा, छिमेकीहरूले पनि हाम्रो घरको कुरा काट्न थालिसकेका छन्। बुहारीको कारणले तेरो इज्जत पनि माटोमा मिल्दै गएको छ छोरा। म आमाको हैसियतले भन्दा यस्तो मान्छेले त घर बिगारेरै छोड्ने छन् छोरा। त्यसैले छोरा, मैले भनेको मान्छस् भनी यसलाई छोड, अर्को बिहे गर। घरमा शान्ति त होला कमसे कम। हुन्छ आमा, आजभोलि मैले पनि यही सोच्दै आइरहेको छु। उसले मलाई कहिले पनि आफ्नो ठान्दिनन्। तर केही छैन आमा, जसरी उसको दाइले मेरो बहिनीलाई धोका दिएको छ नि, त्यसको बदला लिने समय आएको छ आमा। एउटै घरको मान्छेले यस्तो खेल खेल्छ भने हामी चुप बस्नु हुँदैन आमा। म पनि उसलाई छोडेर उसले दिएको पिटाको मूल्य अवश्य तिराउने छु आमा। आमा, त्यसैले म अब कमजोर छोरो भएर होइन, आफ्नै तरिकाले हिसाब मिलाउने छु। आखिर छोरो कसको? मेरो छोरो हो नि। झगडा त हुन्छ नि काका। सधैँ तपाईँको बुहारीले श्रीमानबाट सासूबाट हेपाइ त कतिजना सहनु। हेर भतिज, तिमीलाई त सल्लाह मात्रै दिनु खोजेको, मेरो घरको कुरा किन गर्छौ? जति हेपाइ भए पनि मेरो बुहारीमा सहने शक्ति छ। तिमीहरूको सहने शक्ति छैन भनेदेखि गएर खोलामा हाम फालेर मर बुला। काकालाई त मैले राम्रै भने हो क्या।
मान्छे भाउजू आज खुबै निकै खुसी भएर बस्नु भएको छ के हो पारा तपाईँको यो बाबु म कति खुसी छु या खुसी छैन भन्ने कुरा त कि मलाई थाहा छ कि भगवान्लाई मात्रै थाहा छ। पक्कै पनि मलाई देखेपछि तँलाई तेरो श्रीमानले माया गर्दैन भन्न खोज्नु भएको होला होइन? उहाँले मलाई माया नगरे पनि म उहाँको श्रीमती हो। म मेरो धर्म र कर्तव्य छोड्न सक्दिनँ। आज उहाँको आयु लामो होस् भनेर उहाँको लागि व्रत बसेको छु। यही नै मेरो आशा हो। संसारले जेसुकै भनोस् बाबु, मेरो श्रीमानको खुट्टा डोगेर आशीर्वाद लिनु नै मेरो विश्वास हो। दुःख सहेर भए पनि नारीले आफ्नो धर्म निभाउनुपर्छ भन्ने सिकाइमा हुर्केकी हुँ म। भाबीजी जुन मान्छे तपाईँको आँसु देख्दैन नि त्यसै खुट्टा धुनु तपाईँको बाध्यता हो। माया दिन नसक्ने श्रीमान लागि यत्रो त्याग तपस्या किन गर्नुहुन्छ भाउजू? कहिलेकाहीँ आफ्नो खुसीको लागि सोच्नुपर्छ है भाउजू तपाईँले। भाउजू तपाईँ यदि व्रत बस्नुहुन्छ भने मैले ल्याएको खानको राख्नुहोस्। के गर्नु भएको तपाईँले यस्तो? यदि म व्रत बस्दैमा मेरो श्रीमानको आयु लामो हुन्छ भने यसमा तपाईँलाई के को समस्या पर्यो? भाउजू मलाई समस्या परेछ। यी रीतिरिवाजले मात्र हुँदैन भाउजू। नारीको जीवन माया र सम्मानले बाँच्नुपर्छ भाउजू। अहिले म गएको होइन है बुढी, हाम्रो बुहारीले हिजोदेखि केही खाएको छैन रे, व्रतै बसेको छिरे। फेरि व्रत भनेको खेलबाड होइन, शरीर कमजोर हुन्छ। तैँले यसो बजार गएर फलफुल लिएर आफ्नो बुहारीले खुवाउनु सकेन? हाम्रो छोराको आयु लामो होस् भनेर व्रत बसेको, छोराको अपमान गरेको त होइन नि। जे जस्तो भए पनि घरको बुहारी हो नि, ऊ अरू त होइन नि। अलिकति दया माया राख। हेर बुढी, भगवानले पनि हेर्छ। व्रत बसेको मान्छेले रुवायो भने कि पाप पनि लाग्छ। मान्छे भएर जन्मेपछि मन पनि कमुलो गर्नुपर्छ। त किन ढुङ्गा जस्तो बन्छस्? हेर बुढा, त्यो बुहारी बनाउँदी मरे पनि मरोस्, मलाई केही मतलब छैन बुढा। तपाईँलाई के थाहा, भित्रभित्रै राक्षस पालेर बाहिर माया गरे जस्तो नाटक गरेकी छे त्यसले। यदि व्रत बसेर महान बन्ने हो भने घर केलाई चाहियो? भोकै बसे भइहाल्यो नि, खान पनि परेन। यति कुरा सम्झिराख्नुहोस् बुढा। फेरि मैले कसैलाई पनि फलफुल ल्याएर दिने चलन छैन। मेरो छोरालाई फसाएर मायाको नाटक गरेर आएको केटीलाई मैले किन माया गरौँ त बुढा? फेरि एउटा कुरा नि बुढा, यो व्रत पूजा भगवान यो सबै नाटक हो। मेरो अधिकार नै ठुलो कुरा हो यहाँ। बुढा त्यस्तो गलत नसोच्नुहोस् न। म फेरि गलत सोचले हजुरको पछि पछि हिँडेको पनि होइन। तपाईँलाई थाहा छ, हिजोदेखि मैले केही नखाइकन बसेको छु। हजुर भगवान् जस्तो लाग्यो हेरेको, केही नराम्रो लाग्यो भने माफ गर्नु है। तपाईँलाई थाहा छ, तपाईँको खुट्टा ढोकेर आशीर्वाद लिन खोजेकी मात्र हो। मबाट केही गल्ती भए माफ गरिदिनु है। दाइ, तपाईँको आयु लामो होस् भनेर भाउजूले तपाईँको लागि भनेर व्रत बस्नु भएको छ।
श्रीमतीले भोकै व्रत बसेर श्रीमानको खुट्टा समात्नु कुनै गल्ती होइन दाइ, यो त श्राद्ध हो। यस्तो माया र सम्मान गर्ने श्रीमतीलाई हेला नगर्नुहोस् दाइ, हजुरलाई भगवान्ले पनि माफ गर्नुहुन्न। म बुहारी भएर त्यो घरमा आएँ, मैले के अपराध गरेर? सबैको अगाडि झुटा हाँस्नु परेको छ, सबैको यातना मैले सहनु परेको छ, तर भित्रभित्र म मरेको कहिले देखेनौ भगवान् तिमीले? तिमी अन्ध रहेछौ। मठ मन्दिर सबै दाइ हात जोडेर खुसी मागे, तर तिमीले मेरो आँसुको मजाक बनायौ। धिक्कार छ भगवान् तिमीलाई, धिक्कार छ। अरूलाई त खुब सुख बाँड्छौ है, तर मेरो जिन्दगी किन नर्क जस्तो बनाइदियो भगवान्? यदि यही नै तिम्रो न्याय हो भने म भगवान् भनेर कहिले मान्दिन। म यहाँ जिउँदै चलिरहेको छु, बुझ्यौ तिमीले? यो मेरो छोराले कमाएर ल्याएको गहना हो, यताले छुन पाउँदिनस्। हेरी राख्दै रहेछ खुबै। आमै र तँलाई यो घरमा बस्ने कुनै पनि अधिकार छैन। त खुरुक्क बाहिर त। छोडिदिनुहोस् मलाई। तेरो दाइले मेरो छोरीको जिन्दगी बर्बाद पार्यो, अनि तँलाई म बुहारी मानेर कसरी राखु? आज त खुब सत्य सावित्री भएर बसेकी छस्, भोलि यो घरलाई आगो लगाउन तै निस्किने छस्। मलाई मेरो छोराको भविष्य चाहिन्छ, त जस्तो बुहारी होइन। त्यसैले मैले भनेको मान्छेस् भने आजै घर छोडेर जा, नत्र भने तँलाई बाटोमा फाल्नु नपरोस्। त मेरो घरबाट निस्केर जान्छेस् भने जा, नत्र भने तँलाई बाटोमा टिपेर फालिदिन्छु। आमा, दाइले त भाउजूलाई दुःख दिनुभयो, तपाईँ पनि भाउजूलाई किन शास्ति दिनुहुन्छ? तपाईँलाई थाहा छ आमा, खुनको बदला खुनसँग लिएर कहिले शान्ति मिल्दैन। अहिलेसम्म मेरी भाउजूले घर बिगार्ने काम गर्नु भएको छैन, बुझ्नुभयो? तपाईँको यो रिसको आगोले एउटा निर्दोष मान्छेको जिन्दगी नजलाउनु आमा। एउटा कुरा याद राख्नुहोस् आमा, यो घर तोड्ने होइन जोड्ने बेला हो। आमा, नानी, आजसम्म मैले यो घरको मर्यादा तोडेकी छैन। अरूको गल्तीको सजाय मैले किन भोग्ने? दिन रात तपाईँले दिएको यातना सहेर बसे, तर मेरो आँसु कसैले पनि देखेन यहाँ। अब पनि यही घरमा दुःख पाउनु छ भने म बस्दिनँ, यहाँ बस्दिनँ। बरु बाटोले मलाई जहाँ लान्छ त्यही जान्छु म। तर म मेरो आत्मसम्मान चाहिँ साथैमा लान्छु। हो नानी, हो आमा, भगवान् साँच्ची छ, मैले कसैको नराम्रो चाहेको छैन। आजसम्म म अन्धो भएर बसेको थिएँ, तर तिम्रो पीडा कहिले बुझ्न सकिनँ मन्जु। हो मन्जु, तिमीलाई मैले दिन रात कुटे पिटे हेला गरेँ, तर आज आएर सम्झिँदा म आफै अपराधी हुँ जस्तो लाग्छ। तर आज म बुझ्दैछु, तिमीले त मेरो जिन्दगी बचाएको रहेछौ। हो मन्जु, तिमी बिना मेरो यो सास चल्दैन। माया गर्न ढिलो भयो होला, तर आज म तिम्रो साथ छोड्नेवाला छैन। चुप लाग तिमीहरू यो घरको परिवार सबै मिलेर राज गर्छौ भने म चाहिँ यो घरबाट निस्किन्छु।